बुटोलमा घरबेटीको घरको सानो कोठामा बसेर पढाइ सँगसँगै मेरो कुर्ताको बिजनेसलाई मैले कसरी ब्यालेन्स गरिरहेको छु आज मैले यो भिडियोमा देखाउँछु। तपाईहरुले भिडियो लास्टसम्म हेर्नु। म राति सुत्दा 11-12 नै बज्ने भएको भएर बिहान पनि लेटसम्म सुत्छु म। अनि बिहान उठेर एकछिन पढे अनि आफुलाई एक्जाम हलमा चाहिने मेटेरियलहरु सब रेडी गरे। अनि रेडी गरिसकेपछि तरकारी लिन गए म। तरकारी थिएन, तरकारी किन्न भनेर। हेर्नु त यो 8 बजेको घाम हो के साथीहरु, 8 8:30 बजेको घाम हो। यस्तो घाम लाग्छ बुटोलमा, कति गर्मी भएको हो के। अनि तरकारी लिन गए, तरकारी लिएर आए अनि मैले चाहिँ दही पनि लिएर आए। अनि घर आएर खाना पकाएर खाए साथीहरु मैले। अनि त्यसपछि चाहिँ एक्जाम हो, अलिअलि पढ्न त पढे साथीहरु। घरिघरि क्यामेरा अन गर्न मन लाग्दैन मलाई, यो मेरो मोबाइल चाहिँ पढ्नै काम लाग्छ, यो क्यामेरा अन गरेर बस्ने फुर्सद हुन्न। त्यसपछि म रेडी भएर निस्के साथीहरु। यस्ता घाममा टन्टला पुरे घाममा हेर्नु त कस्तो घाम छ, छाता लिएर हिँडे, जान त गाडीमा जानी हो। सँगै पढेको साथी अस्ट्रेलिया गएर घर पनि किनिसक्यो साथीहरु। म चाहिँ साझा बसमा दाइ काट्छ 5 रुपैयाँ डिस्काउन्ट भन्दै हिँडिरहेको छु साथीहरु। म पढ्न चाहिँ बुटोल कालिका क्याम्पसमा पढ्छु, तर मेरो सेन्टर चाहिँ बुटोल बहुमुखी क्याम्पसमा परेको थियो, त्यही भएर गोल पार्क पुगे। अनि त्यसपछि एक्जाम दिएर एक्जाम पनि सकेर हामी बाहिर निस्क्यौँ, गाडी कुर्दैछौँ साथीहरु। ओ हेर्नु न, मैले हातमा भाडा दिनलाई पैसा लिएर राखेको छु। मेरो साथीले चाहिँ यहाँ मेरो एक्जाम राम्रो भएन, यस्तो सजिलो सब्जेक्ट पनि कस्तो बिग्रियो ला, मेरो त म त फेल हुन्छु क्या भन्दैथिन् के। अनि त्यहाँ मिलनचोक मलाई एउटा आफै डेलिभरी पनि गर्न थियो कुर्ता। अनि त्यहाँ डेलिभरी गरेर म फेरि अटो चढेर मेरो घर आएँ। घर पुग्दा 3:30 जस्तो भयो साथीहरु। छिटो घर आएर फेरि अर्डर प्याक गर्न थाले साथीहरु, किनभने 4 बजे पछाडि फेरि यो पिकअपको लागि आउनुहुन्छ कि एनसीएम को, त्यही भएर। अनि यो सामान पठाइसकेपछि फेरि भिडियो सुट गर्न थाले साथीहरु। भिडियो सुट गरेपछि एकछिन खाजा साजा खाएँ अनि फेरि अर्डरहरु हेर्न थाले। यस बीचमा मेसेजहरु अर्डरहरु के कन्फर्म गर्ने हो गरे। त्यसपछि फेरि अर्डर प्याक गर्न थाले साथीहरु। अर्डर प्याक गरे अनि आजको लागि एकछिन रेस्ट, अब आज शुक्रबार हो भनेर कपडा सपडा पनि धुन थाले साथीहरु। म सधैँ यस्तो बिजी हुने हैन के साथीहरु। अहिले चाहिँ हाम्रोमा अफर पनि चलिरहेछ, सँगसँगै मेरो एक्जाम पनि चलिरहेछ नि त। अनि त्यही भएर यो सबै कुरा एकैचोटी हुँदाखेरि चाहिँ म बिजी भएँ। त्यही भएर साँझ चाहिँ खानासाना पकाएँ अनि खाएँ। यो दिन चाहिँ फ्राइडे भएको भएर म चिल गरेर सुते साथी।